नमस्ते सबैजनालाई स्वागत छ। सामान्य रूपमा भन्नुपर्दा कम्युनिकेसन भनेको बातचित कुराकानी गर्नु हो, एक आपसमा इन्फर्मेसनको एक्सचेन्ज गर्नु हो। आज भने म सिधै कम्युनिकेसनको टाइप्सको बारेमा भन्ने छु। यसको टाइप्स बुझ्न अति इम्पोर्टेन्ट छ, किनकि यसको टाइप्सबाट नै कम्युनिकेसनको कन्सेप्ट क्लियर हुन्छ। कम्युनिकेसन मुख्यतः दुई प्रकारको हुन्छ, भर्बल कम्युनिकेसन र नन भर्बल कम्युनिकेसन। बस यो दुईटा टाइप्स राम्रोसँग बुझ्नुभयो भने तपाईँ कम्युनिकेसन स्किलमा मास्टर हुनुहुनेछ। सिरियसली भन्छु, कम्युनिकेसन स्किल जब होस् या बिजनेस, रिलेसनसिप होस् या लिडरसिप, सबै फिल्डमा चाहिने सबैभन्दा ठुलो स्किल हो, अति नै ठुलो। हामी कम्युनिकेसन त गर्छौँ, तर कम्युनिकेसन के हो त्यो नै थाहा छैन। कतिलाई हल्का फुल्का थाहा हुन सक्छ, तर राम्रोसँग थाहा छैन। यस्तो कम्पिटिसनको जमानामा सफल हुन नलेज मात्र थुपारेर हुँदैन, त्यसलाई सही तरिकाले युज गर्न सक्नुपर्छ। एउटै कुरालाई धेरै तरिकाबाट भन्न सकिन्छ। के भन्यो भन्दा पनि कसरी भन्यो त्यो इम्पोर्टेन्ट हुन्छ। एउटा राम्रो कम्युनिकेटरले व्हाटमा मात्र होइन, अथवा नलेज इन्फर्मेसन दिन मात्र होइन, तर त्यो कसरी दिने, हाउ भन्ने कुरामा ध्यान दिन्छ। कम्युनिकेसन स्किलले तपाईलाई अरूलाई पर्सुएट गर्न, लिड गर्न, कुनै कुरालाई क्लियर, इङ्गेजिङ र इफेक्टिभ तरिकाले एक्सप्रेस गर्न मद्दत गर्छ। तब तपाईलाई मानिसहरूले बुझ्छ, विश्वास गर्छ र सम्बन्ध राम्रो हुन्छ। एज अ रिजल्ट यु बिकम अ सक्सेसफुल, पावरफुल एन्ड अ ग्रेट पर्सन। त्यसैले यो स्किल बेलैमा राम्रोसँग बुझ्नुहोस्, सिक्नुहोस्, तब तपाईँ कुनै पनि फिल्डमा डेफिनेटली 100% सक्सेस हुनुहुनेछ। यो म ग्यारेन्टी दिएर भन्छु। तपाईँ सफल नहुनुको मुख्य कारण कम्युनिकेसन स्किल राम्रो नहुनु हो। त्यसैले यो अति इम्पोर्टेन्ट लाइफ चेन्जिङ स्किल सिकिहालौँ। ओके, अब म यसलाई टुक्रा टुक्रा पारेर चिरफार गर्नेछु, ताकि तपाईँले यसलाई अझ राम्रोसँग बुझ्न सक्नुहुन्छ। सुरुमै भनिसके र फेरि पनि भन्छु, कम्युनिकेसन मुख्यतः दुई प्रकारको हुन्छ, भर्बल र नन भर्बल। पहिला भर्बल, त्यसपछि नन भर्बललाई एक एक गरी चिरफार गर्दै क्लियर पार्दै जानेछु। बस तपाईँले धैर्य र ध्यान मात्र दिनुहोस्। नम्बर 1, भर्बल कम्युनिकेसन। भर्बल कम्युनिकेसन भनेको वर्ड्सको प्रयोग गरेर गरिने कम्युनिकेसन हो। नन भर्बल चाहिँ विथआउट वर्ड्स गरिन्छ। भर्बल विथ वर्ड्स, नन भर्बल विथआउट वर्ड्स। ल्याङ्ग्वेजको प्रयोग नगरी, बोल्दै नबोली विथआउट वर्ड्स पनि कम्युनिकेसन हुन्छ, तर कसरी? यो त नन भर्बल कम्युनिकेसन बुझेपछि मात्र थाहा हुन्छ। नन भर्बल झन् इम्पोर्टेन्ट छ, बट सुरुमा भर्बल कम्युनिकेसन स्पष्ट बुझ्नुहोस्। भर्बल कम्युनिकेसनमा वर्ड्सको प्रयोग गरिन्छ अथवा ल्याङ्ग्वेजको प्रयोग गरिन्छ। वर्ड्सलाई कसरी प्रयोग गरिन्छ त? कि त बोलेर, कि त लेखेर। त्यसैले भर्बल कम्युनिकेसनलाई पनि दुई भागमा विभाजन गरिएको छ, ओरल कम्युनिकेसन र रिटन कम्युनिकेसन। बोलेर गरिनेलाई ओरल र लेखेर गरिनेलाई रिटन। स्पिकिङ, लिसनिङ, राइटिङ, रिडिङ, यसरी भर्बल कम्युनिकेसन हुन्छ। जस्तै मैले बोलिरहेको छु र तपाईँले सुनिरहनु भएको छ।
स्पिकिङ र लिसनिङ भइरहेको छ। यो ओरल कम्युनिकेसन हो। यसरी मौखिक स्पोकन मुखले बोलेर गरिने कम्युनिकेसन ओरल कम्युनिकेसन हो भने राइटिङ लेखेर गरिने कम्युनिकेसन रिटन कम्युनिकेसन हो, जहाँ राइटिङ र रिडिङ हुन्छ। जस्तै तपाईले साथीलाई सोध्नुभयो, कता हो, आज घुम्न जाने हो? साथीले जवाफ दिन्छ, हुन्छ म फ्री नै छु, तर कता जाने हो? यसरी यो कन्भर्सेसन तपाईहरूले बोलेर गर्नुभयो भने यो ओरल कम्युनिकेसन हो। तर यही कुरालाई तपाईले मेसेज गरेर लेखेर गर्नुभयो भने यो रिटन कम्युनिकेसन हुन्छ। यसरी फोनमा कुरा गर्नुभयो वा भिडियो कल गर्नुभयो भने ओरल कम्युनिकेसन, तर मेसेज इमेल च्याट गर्नुभयो भने रिटन कम्युनिकेसन हुन्छ। यसरी कुनै पनि इन्फर्मेसन, आइडियाज, थट, फिलिङ, इमोसन एक अर्कामा बोलेर वा लेखेर गरिन्छ। यही नै भर्बल कम्युनिकेसन हो, जसलाई दुई भागमा बाँडिएको छ, बोलेर ओरल, लेखेर रिटन। हामीले ओरल कम्युनिकेसन एकदमै धेरै गर्छौँ, स्पिकिङ र लिसनिङ धेरै गर्छौँ राइटिङ र रिडिङ भन्दा, किनकि ओरल कम्युनिकेसन छिटो पनि हुन्छ, सजिलो पनि हुन्छ। ओरल कम्युनिकेसन दुई तरिकाले गरिन्छ, डाइरेक्ट र इन्डाइरेक्ट। डाइरेक्ट फेस टु फेस भेटेर प्रत्यक्ष कुराकानी गर्नु, इन्डाइरेक्ट मोबाइल, कम्प्युटर जस्ता टेक्नोलोजीको प्रयोग गरेर कुरा गर्नु। साथीभाइ, फ्यामिली, रिलेटिभ्स, वर्कर्ससँग गरिने कुराकानी चाहे डाइरेक्ट भेटेर होस् या फोनमा। पब्लिक स्पिच, स्टोरी टेलिङ, कुनै प्रेजेन्टेसन, मिटिङ, डिस्कसन, डिबेट, इन्टरभ्यू, पोडकास्ट सबै ओरल कम्युनिकेसनको इक्जाम्पल्स हो। रेडियो, टिभी, युट्युब, सोसल मिडियामा गरिने कुराकानी पनि ओरल कम्युनिकेसनमै पर्दछ। रिटन कम्युनिकेसन। रिटन कम्युनिकेसन भनेको लेखिएको, प्रिन्ट गरिएको, जहाँ एक आपसमा लेख्ने र पढ्ने काम हुन्छ। यो अलि अप्ठ्यारो, ढिलो हुन सक्छ ओरल कम्युनिकेसन भन्दा, किनकि कसैले राम्रोसँग पढ्न लेख्न सक्दैन। यसको इक्जाम्पल्स भन्नुपर्दा पहिला चिठी लेखिन्थ्यो, आजभोलि मेसेज इमेल गरिन्छ। यस्ता मेसेज, इमेल, लेटर्स, डकुमेन्ट, सर्टिफिकेट, कुनै नोट्स, बुक, न्युजपेपर, नोटिस, आर्टिकल्स, रिपोर्ट्स, ब्लग्स, मेनु, सोसल मिडिया आदिमा गरिने विभिन्न रिटन पोस्ट इत्यादि, यी सबै रिटन कम्युनिकेसनको इक्जाम्पलहरू हुन्। ओके, यसरी मैले कम्युनिकेसनको मुख्य 2 टाइप्स, भर्बल र नन भर्बल कम्युनिकेसनको पहिलो टाइप्स भर्बल कम्युनिकेसनलाई टुक्रा टुक्रा पारेर कन्सेप्ट क्लियर गरिदिए। भर्बल कम्युनिकेसनमा पनि 2 टाइप्स हुने रहेछ, ओरल र रिटन भनेर यसलाई पनि एक गरी सम्झाए। मलाई विश्वास छ तपाईहरू छर्लङ्ग भइसक्नुभयो, तर भिडियो लामो हुने भएकाले नन भर्बल कम्युनिकेसनको बारेमा भन्न सकिन, जुन भर्बल कम्युनिकेसन भन्दा अति इम्पोर्टेन्ट भनेर मैले सुरुमै भनिसकेको थिएँ, किनकि यसले बोलेर लेखेर होइन, नबोली नलेखी विदाउट वर्ड्स कम्युनिकेसन गर्छ। जस्तै कि बडी ल्याङ्ग्वेज, फेसियल एक्सप्रेसन, हेयर स्टाइल, बोलीको टोन, भोल्युम, पिच, साइलेन्स, पच, प्रोनाउन्सिएसन, पर्सनल स्पेस जस्ता सबै नन भर्बलमै पर्न जान्छ। त्यसैले यसको बारेमा मैले केही पनि भनिन, जुन इफेक्टिभ कम्युनिकेसन स्किलको लागि अति इम्पोर्टेन्ट हुन्छ। सो यसको पार्ट
2 भनेर कमेन्ट गर्नुहोला ताकि म यसको बारेमा पनि छिट्टै भिडियो बनाउने छु। Thank you for watching. If you found this video informative and educational, don't forget to like, comment and subscribe for more. See you in the next one.